भने पार्टी अहिले नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी एउटा लहर चल्यो, धेरै उहाँहरूले जित्नु भएको छ। मेरो मनमनमा के लाग्छ, त्यो पार्टीको जिम्मा पनि मैले नै लिनुपर्ने छ भन्ने मैले महसुस गरेको छु। संख्याले केही नापिँदैन, देखिसकिया छ संख्या। बंगलादेशमा एउटै पार्टीको 2/3 बहुमत भयो, के भयो? हामी सबैको अगाडि छ। नयाँ पार्टी दलले विजय ठुलो हासिल गर्नु भएको छ। उहाँहरूलाई म बधाई भन्न चाहन्छु, शुभकामना पनि भन्न चाहन्छु। तर यही अहंकार तपाईहरुले दोहोर्याउनु भयो भने यो देशको लागि दुर्भाग्यपूर्ण हुन जान्छ। त्यसकारण तपाईहरुको पनि नेतृत्व मैले गर्नुपर्ने मैले महसुस गरेको छु। यो मैले बडो विनम्रतापूर्वक इमानदारीता साथ यो मञ्चबाट भनेको छु। ती साथीहरु जो अहिले पूर्वका जनताका मूलभूत समस्या के छन् र तिनलाई पूरा गर्नको निम्ति मेरा प्रतिबद्धताहरू लिखित रूपमा डकुमेन्टको रूपमा तपाईहरुको अगाडि प्रस्तुत भइसकेका छन्। र म आज निर्वाचित भएको र प्रमाणपत्र ग्रहण गरेपछि यहाँ जुन उत्साहको साथ तपाईहरुले यो र्याली र यो सभामा धन्यवाद सभामा सहभागिता हुनुभएको छ, तपाईहरु सबैलाई र यो कार्यक्रम मार्फत रुकुम पूर्वका सम्पूर्ण जनसमुदाय प्रति क्रान्तिकारी अभिवादन र लाल सलाम भन्न चाहन्छु। तपाईहरु सबैलाई बधाई भन्न चाहन्छु, तपाईहरु सबैलाई धन्यवाद भन्न चाहन्छु। म अहिले रुकुम पूर्व एउटा क्रान्तिको किल्लाबाट देशको राजनीति अलिकति असहज भएको बेलामा निर्वाचन मार्फत एउटा नयाँ अभियान, एउटा नयाँ स्थिरता, राजनीतिक स्थिरताको बाटो र अनि विकासको पनि एउटा नयाँ मोडेल हाम्रो केन्द्रीय आधार इलाकाबाट र मैले पूर्वी रुकुमबाट नै दिनु देशभरिको लागि एउटा सन्देश हुन सक्दछ। देशभरिको विकास, स्थिरता र शान्तिको निम्ति एउटा राम्रो मार्गचित्र यहाँबाट प्रस्तुत गर्न सकिन्छ भनेर नै पार्टीले मलाई रुकुम पूर्व जाने भन्यो र मैले पनि रुकुम पूर्व नै यो पटकको लागि सबभन्दा उपयुक्त स्थान भने। र म तपाईहरुको अगाडि एकचोटि फेरि प्रतिज्ञा गर्न चाहन्छु, मैले पुरै तागत लगाउने छु तपाईहरुको यो माग पूरा गराउनको लागि मैले सम्पूर्ण शक्तिका साथ लाग्ने छु। यो भरोसा म तपाईहरुलाई दिलाउन चाहन्छु। स्वास्थ्यमा, शिक्षामा, उत्पादनमा, जडीबुटीमा, पर्यटन विकासमा यी सबै प्रक्रियाद्वारा उत्पादन र रोजगारी सृष्टि गरेर रुकुम पूर्वका युवाहरूलाई यही नै रोजगारी सृष्टि गर्ने र विदेशमा रहेका रुकुमका युवाहरूलाई पनि रुकुम फर्किने वातावरण बनाउने विश्वास पनि म तपाईहरुलाई व्यक्त गर्न चाहन्छु। मलाई निकै ठुलो भारी तपाईहरुले त बोकाएर पठाउनु भएकै छ यहाँको विकास, निर्माण र समृद्धिको निम्ति, यहाँको जनताको हित र संरक्षणको निम्ति। यो पटकको निर्वाचनमा मैले तपाईहरुको अगाडि निर्वाचित भएर फर्किँदै गर्दा मैले देशकै
ठुलो जिम्मेवारी मेरो काँधमा आएको पनि मैले महसुस गरेको छु। किनभने पूर्व प्रधानमन्त्रीहरू मध्ये म मात्रै निर्वाचित हुने बडो विचित्रको स्थिति अहिले देशमा बन्यो। त्यसकारण मैले इतिहासलाई पनि बोकेर हिँड्नु पर्नेछ। पुरै शान्ति सम्झौताको इतिहास, जनयुद्ध र जनआन्दोलनको इतिहास सबै र बाँकी शान्ति प्रक्रिया टुङ्ग्याएर यो देशमा स्थायित्वको निम्ति पनि मैले निकै ठुलो भारी बोक्नु पर्ने महसुस मैले गरेको छु। पार्टीका वरिष्ठ नेताहरू मध्ये पनि सम्भवतः म नै एकमात्र नेताको रूपमा विजयी बनाएर तपाईहरुले पठाउनु भएको छ र मैले के ठानेको छु भने धेरै पार्टीको जिम्मेवारी पनि मैले लिनु छ। तपाईहरुको अगाडि पहिलो चोटि निर्वाचित प्रतिनिधिका रूपमा मैले के महसुस गरेको छु भने पार्टी अहिले नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी एउटा लहर चल्यो, धेरै उहाँहरूले जित्नु भएको छ। मेरो मनमनमा के लाग्छ, त्यो पार्टीको जिम्मा पनि मैले नै लिनुपर्ने छ भन्ने मैले महसुस गरेको छु। संख्याले केही नापिँदैन, देखिसकिया छ संख्या। बंगलादेशमा एउटै पार्टीको 2/3 बहुमत भयो, के भयो हामी सबैको अगाडि छ। नयाँ पार्टी दलले विजय ठुलो हासिल गर्नु भएको छ। उहाँहरूलाई म बधाई भन्न चाहन्छु, शुभकामना पनि भन्न चाहन्छु। तर यही अहंकार तपाईहरुले दोहोर्याउनु भयो भने यो देशको लागि दुर्भाग्यपूर्ण हुन जान्छ। त्यसकारण तपाईहरुको पनि नेतृत्व मैले गर्नुपर्ने मैले महसुस गरेको छु। यो मैले बडो विनम्रतापूर्वक इमानदारीका साथ यो मञ्चबाट भनेको छु। ती साथीहरू जो अहिले विजयी भएका छन्, तिनका नेताहरू मेरो क्याबिनेटमा पटक पटक मन्त्री भएका छन्, म चिन्छु राम्रोसँग। मैले अब धेरै सिट ल्याएका साथीहरूलाई अहंकारबाट बच्न म तपाईहरुको लागि धेरै ठुलो गुरु हुन सक्छु। तपाईहरुको जस्तो लहर मैले 64 मै देखिसकेको हो। त्यसकारण मैले तपाईहरुलाई राम्रैसँग नेतृत्व दिनु पर्दछ भन्ने ठानेको छु। यसलाई अहंकार नठान्नु होला। मेरो इतिहासको अनुभवको आधारमा तपाईहरुलाई सुझाव हो, हिजोकै गल्ती कांग्रेस एमाले गरे जस्तो गल्ती तपाईहरुले पनि दोहोर्याउनु भयो भने देशले पनि जनताले पनि धेरै दुःख पाउनेछन् भन्ने मेरो चिन्ता छ। निर्वाचन हो, जित हार त भइ नै रहन्छ। कोही पार्टीले अलि धेरै सिट ल्याउँछन्, कहिले अर्को पार्टीले धेरै ल्याउँछन्। यो निर्वाचन प्रक्रियामा हुने सामान्य उपक्रम हो। अहिले कुनै पार्टी विशेषले चुनावमा केही सिट धेरै ल्याउनु र थोरै ल्याउनु ठुलो कुरा होइन। तर संविधानको रक्षा गर्नु, जनताले पाएका अधिकार र उपलब्धिको रक्षा गर्नु र थप उपलब्धिका निम्ति लोकतान्त्रिक विधि र प्रक्रियाद्वारा संविधान संशोधन गरेर अगाडि बढ्नु आजको देशको आवश्यकता हो। र मलाई कुनै पद चाहिएको छैन। म यसै पनि अब संविधान संसद भित्रको सबभन्दा वरिष्ठ नेता त म आजदेखि भइ नै सके। रुकुम पूर्वको जनताले देशकै वरिष्ठ नेता बनाएर तपाईहरुले मलाई पठाइ नै सक्नुभयो। मलाई कसैले माइनस गर्न सक्ने अब स्थिति नै छैन। सरकारमा प्रधानमन्त्री जोसुकै भए पनि, मन्त्री जोसुकै भए पनि प्रचण्ड बिना चल्दैन। यो कुरा आज रुकुमको जनताले लाछाप लगाएर मलाई जसरी पठाउनु भएको छ, म धेरै खुसी भएर धेरै ऊर्जा शक्ति बोकेर काठमाडौँ जाँदैछु। र म यो सिङ्गै राष्ट्रको एकताको निम्ति, संविधानको रक्षा र गणतन्त्रको रक्षाको निम्ति हाम्रा शहीदका सपना पूरा गर्न, हाम्रा बेपत्ता योद्धाका सपना पूरा गर्न र देशमा आर्थिक विकास र समृद्धिको नयाँ वातावरण, हामीले त्यसलाई समाजवादको आधार भन्ने गरेका छौँ। भ्रष्टाचारको अन्त्य गर्ने कुरा, सुशासन कायम गर्ने कुरा, सामाजिक विभेदको अन्त्य गर्ने कुरा र आर्थिक विकास, उत्पादन र समृद्धि मार्फत रोजगारी सृष्टि गर्ने कुरा मेरो नयाँ सपना बोकेर म रुकुम पूर्व आएको हो। मलाई विश्वास छ यहाँको जनताले जसरी म प्रति फेरि एकचोटि
जनयुद्ध काल जस्तै जनआन्दोलनको काल जस्तै भरोसा गर्नु भएको छ। मैले अब त्यो नयाँ आन्दोलनमा पनि यहाँको पार्टीका नेता कार्यकर्ता, यहाँका सबै पार्टीहरू जो शान्ति सम्झौताका पक्षधर, संविधानका पक्षधर, विकास र समृद्धिका पक्षधर सबैको साथ मलाई प्राप्त हुनेछ भन्ने म भरोसा गर्न चाहन्छु। कसैले पनि थोरै सिट ल्यायो भनेर प्रचण्डलाई हेप्ने दुस्साहस नगरून् भनेर पनि म खबरदारी गर्न चाहन्छु। जंगलमा सिंह हिँडिसकेपछि अरूको के हालत हुन्छ हामी सबैलाई थाहा छ।